नमस्ते गुड मर्निङ वेलकम टु माई न्यू भिडियो। फेरि पनि स्वागत छ हजुरलाई मेरो नयाँ भिडियोमा। आयो हजुर सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। आजको भिडियो रहेको छ धेरै पछि, आज चाहिँ स्पेसल डे हामीसँग हुनुभएको छ, रहनुभएको छ सम्धिनी सधैँको चाहिँ उहाँ दिदी। यहाँ चाहिँ मेरो छोरा ल ल फेरि हाई गर्यो, हेलो गरिदियो, ल एकचोटि पप्पिन गरिदियो, एकचोटि मायन गरिदेऊ, आँखा झुम्काइदेऊ। ल के खानु लाउ देखाइदेऊ, ए देखाइदेऊ, ल थ्याङ्क यू। हौ हात देखाइदेऊ, खाएर देखाइदेऊ, ल खाएर देखाइदेऊ। हौ हौ यसो गर्ने, यसो गर्ने, यहाँ रहेको छ मोमो र चटनी। यहाँ हुनुभएको छ हाम्रा सम्धिनी। वेलकम हजुरलाई मेरो धेरै पछि ब्लगमा है। पानी लौजा चाहिँ खाजा बनाउँदै अब बर्थडे पार्टीको लागि नेवारीकन यहाँ घिउ तात्दैछ भने यहाँ यी खाना पकाउँछौँ अब हामीले, हजुरहरूले हेर्दै गर्नु ल। ल अब हाम्रो चाहिँ खाजा पकाउँदै 2 किलो मासु छैन घरको यहाँ अचार रेडी भइसक्यो। भात पनि मासु पाक्यो, यहाँ चाहिँ मासुको ग्रेभी यहाँ पनि रेडी भइसक्यो। अब चाहिँ हामी चाहिँ यहाँ बेलुन फुलाउँदै ह्याप्पी बर्थडे। बर्थडे बोय फुल्ला 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 यो फुल्ला 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 बेलुन फुल्ला कस्तो दामी देखेको हौ, कति राम्रो रहेछ। सबै यस्तै कलरको मात्र हुने राम्रो हुन्छ नि अल्टिमेट। बर्थडे बोयको मम्मी, बर्थडे बोयको बर्थडे पार्टी सुरु भयो। मिठा यो बर्थडे बोयको भाइलाई बेर भए अरूले भए होइन। एक दिन र पार्टी Happy birthday to you, Chora Edwin. Happy birthday.
काट्दो ल मिठाई दिनुहोस् मलाई मिठा खै चुर्न लाम्नै आमा नानी बाबालाई आमा केटो जिउ घर बाबालाई नमस्कार हो मिसी मिन्दै बाबालाई ल केक काटिनुहोस् केक काट खोइ के गरे भाइ हो